अथ अष्टमो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। विष्णु भगवान सङ्ग्रामबाट अन्तर्धान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर 10 दिशातिर भागे। ती परस्पर भन्दथे, अब दक्ष प्रजापतिको प्राण रहन्न, किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो। जुन चक्रले विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्दैनथे, त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला? तस्मात् अब आफ्नो प्राण रक्षा गर्नु नै उचित हो भन्दै 10 दिशा भागे। नारायणसहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफ्ना जीवन बचाई भागेको देखि वीरभद्र नागले झैँ निश्वास फेरी वर्षाकालको मेघ झैँ गर्जे। तत्काल दक्षको टुप्पी समाती भूमिमा ढलाई बोध गराए। हे पापिष्ट दक्ष, तैँले महादेवको अनेक निन्दा गरिस्, आफ्नी छोरीको हत्या गरिस्। तँ जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौलाहा हो, उसलाई नडाके मलाई के होला भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्। अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए? तिनीहरूको सहायता मागी आफ्नो प्राण बचा। तेरो यज्ञ बिना शङ्कर नै पुरा गराउन्। अब तँलाई पनि यही यज्ञमा होम्न सके हामीलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई दक्ष प्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले दुष्ट संहार गरेको देखि नन्दी, भृङ्गी, चतुष्षष्ठी योगिनी, भूत, प्रेत, विषमज्वर र महाकाली आदिले प्रसन्न भई शिवनिन्दक दक्ष प्रजापतिको नाश गर्यो। धन्य धन्य वीरभद्र, तिमी समान वीर यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यसपछि दक्ष प्रजापतिकी स्त्री बिरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठुलो हावा चल्दा केराको थाम ढले झैँ पृथ्वीमा ढली मूर्छा परिन्। केही बेरमा चेष्टा आयो र शोक गर्न थालिन्। हे नाथ, मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयो? जगदीश्वर महादेवलाई यज्ञमा नडाक्दा यस्तो भयो। हे मूढ, व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयो। मेरो यो गति भयो भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन्। हे ईश्वर, मेरा पति दक्ष प्रजापति अज्ञानी, मूढ र अभिमानी पनि हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन। त्यस्ता मूढको नाश गरी हजुरको के कीर्ति होला? मलाई विधवा नतुल्याई स्वामी वरदान दिनुहोस्। हे वीर, आफ्नो सृष्टि आफैले संहार गर्नु अनुचित हो। सृष्टि स्थिति संहार गर्ने महारुद्र पनि तिमी, महादेव पनि तिमी, आदि मध्ये अन्त्य भएका नभएका ब्रह्मा, विष्णु, शिव जे भने पनि तिमी नै हौ। हे भक्तवत्सल, मेरो मुख हेरी मेरा स्वामीको सबै अपराध क्षमा गरेर जीवन दान दिई सौभाग्यवती बनाउनुहोस् भनेर स्तुति गरेको इन्द्रादि देवताहरूले सुनि आकाशबाट पुष्पवृष्टि गरी हे वीरभद्र, दक्ष प्रजापतिलाई जीवन दान दिई बिरणीलाई सन्तोष दिनुहोस् भनी आकाशवाणी गरे। देवताहरूले त्यस्तो आग्रह गरेको र बिरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र बिरणीतर्फ हेरी वीरभद्रले भने, हे बिरणी, तिम्रो स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु र तिम्रो स्वामीको शिर मैले अघि नै अग्निकुण्डमा होमिसकेँ। अब यज्ञमा बलि दिएको बोकाको शिर जोरेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदीश्वरको साह्रै निन्दा गर्यो। अत यो पशु हो, यसले पशुकै टाउको जोरिदिन्छु। यस्तो वीरभद्रको वचन सुनि बिरणीले हुन्छ भनी अञ्जली बाँधी जोरी उभिरहिन्। अनि वीरभद्रले यज्ञशालाबाट बोकाको शिर मगाई पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिलाई जिलाइदिए। दक्ष प्रजापति जीवित भएपछि बिरणीले मनमा सन्तोष मानी छागमुख अर्थात् बोकाको टाउका भएका स्वामीसहित वीरभद्र र महाकालीलाई दण्डवत प्रणाम गरी आफ्नो घर गए। यता वीरभद्र र महाकाली पनि देवता, यक्ष, गन्धर्व, किन्नर आदिको संहार गरी दक्षको यज्ञ विध्वंस पारी नन्दी, भृङ्गी, चतुष्षष्ठी योगिनी, भूत, प्रेत, प्रथम गण समेत त्यहाँबाट अन्तर्ध्यान भई कैलाशमा पुगी शिवजीलाई दण्डवत प्रणाम गरेर, हे ईश्वर, हजुरको आज्ञाअनुसार दक्षको यज्ञ विध्वंस पारी देवता, यक्ष, गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री बिरणीले आफ्ना स्वामी मरेको देखि साह्रै दिन भावले विलाप गर्न लागिन्। त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएको बोकाको शिर ल्याएर पछाडि मुख फर्काई जोरेर दक्ष प्रजापतिलाई जिलाई आएँ।
भनी बिन्ती गरे र महादेव प्रसन्न भए। हे वीरभद्र महाकाली, तिमी धन्य रहेछौ, म प्रसन्न भएँ। यति भनी ती दुवैलाई आफ्नो शरीरमा लीन गराए। त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्ष प्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीलाई देखी, हा सती, कैलाश शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयो भन्दै साह्रै नै अधैर्य भई वृक्ष ढले झैँ भूमिमा लडी मुर्छा परे। केही बेरमा चेत आयो र हे प्यारी, अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुखियानजी बसेर मैले भनेका सबै कथा पुराणहरू सुनिरहन्थ्यौ। मेरो वचन नमान्दा तिम्रो यो गति भयो। म यस स्थितिमा पुगेँ भन्दै मुड्कीले छाती ठोकी वर्षाकालमा आकाशबाट पानी परे झैँ मोतीका दाना जस्ता आँसुका ढिका खसाली फेरि बिलाप गर्न लाग्नुभयो। हे प्रिय, म कतै गएर आउँदा सुनको कमण्डलु लिई गोडा धोइदिन आउँथ्यौ। हे प्यारी, मेरो खाने वस्तु भनेर विष भाङ धतुरो मेरो स्वामीले खाने वस्तु हो भनेर जतन गरी राख्दथ्यौ। अब को राखिदिला? तिमी बिना मेरो चित्त कसरी स्थिर रहला? यसरी भन्दै कहिले काखमा लिने, कहिले अङ्कमाल गर्ने, कहिले मुहाई खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाई आफ्नो छातीमा राख्ने, यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठ्यूमा बोकी बौला जस्तै भएर पृथ्वी भ्रमण गरी हिँडे। महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भएनन्, केवल निदाए जस्ती भएर रहिन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां महादेव पृथ्वी भ्रमण वर्णनाम 8औं अध्याय।